कहाँ जान लाग्यो भुनु किसुप कि आना कहिले बाख्रा चलाउन आएको कहिले बाघ बनेको यस्तो तरिका ठ्याक्कै बाँदर जस्तै देखियो रातो बाँदर जस्तै अर्को झन् कालो बाँदर ठ्याक्कै डिट्टु मिलेको हो रमाइलो भइरहेन हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल र नयाँ भिडियोको साथमा आइसकेको छ हामी यहाँ सानो फुच्चाफुच्चीहरूलाई बोकेर यता दौडिँदैछन् रमाइलो भयो कता हिँडेको कान्छीहरू कता हो कान्छीहरू कहाँ जानु लाग्यो पढ्न पहिला जाने उमेर भइसक्यो यहाँ बच्चा बच्चीहरू कहाँ जानु लाग्यो भुनु होइन साँच्चै हामी कहाँ जानु लाग्यो हामी स्विमिङ पुल हेर्न जानु लाग्यो होइन गुरुङ तिमीलाई बोला नचढ लड्छ डबतका म बस पर्दैन सोध्न ओ भुनु कता हो आज त गुरुङ 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 मात्र गरे त गुरुङ 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 मलाई कहाँ छोप्न हिँडेको तिमीहरू माथि माथि पखेटा पलायो मेरो देखे चिने चिने जस्तो लाग्छ त भात पकाउन लाग्यो के आयो रे लो हाम्रो गाउँ चैतको अन्तिममा यस्तो भइसक्यो
गर्मी महिना लाएर ओ नन्द के छ माय गॉड आजको हाम्रो मेन भनेको यी नानी हुन् आजको यी ए आन्टी आज जाम कहाँ जाने रे ल पौडी खेला पौडी डुबकी सुबकी आना रिजल्ट कस्तो आउँछ त्यही अनुसारको डुबकी हान्ने हो क्या तिमी त फर्स्ट होला नि हो उता फर्स्ट अनि यताको सानो भुन्डी थर्ड सेकेन्ड तिमी के हो त 5-7 झरेर यस्तो भयो यार उता टिकटकमा देखेको यता हो के माथि ल छिटो भान्जे जुम गरेर भिडियो गर्नु पर्छ क्या टिकटकहरुको भिडियो बनाएको यही फर्केर गर्नु ल कता हिँडेको कता हिँडेको छ के स्विमिङ पुल माथि हिँड न तिमीहरूलाई स्विमिङ पुल देखाइदिन्छु हो यस्तो दामी स्ट्यान्डर्ड वाला स्विमिङ पुल छ होइन देखेन बाटो पनि बनाइसकेको पिच पिच बाटो पिच बाटो देख्यौ पिच बाटो के हो त यो पिच बाटो के त्यही त नि उतापट्टि छ कि स्विमिङ पुल बिस्तारै अहिले फेरि डुब्ला पानीमा कहाँ ए भैलो खेलेर पानी पर्छ क्या हो पानी पर्ला जस्तो गुरुङ 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 गरेर त यार ल हामी स्विमिङ पुल हेर्न लिएर आएको छु यिनीहरूलाई मैले के छ रे भान्जे कहाँ छ स्विमिङ पुलमा पानी छैन गर्मी महिना लाएर धेरै घाम लाएर सुक्यो होला यताबाट हो कि स्विमिङ पुल हेर्न जाने यताबाट सिधै माटोबाट चढायो यिनीहरू त तिमीहरूलाई देखेर यतै चढेको नि यता त्यो क्युट नानीहरूसँग आएको छु म यहाँ स्विमिङ पुलमा आएको होइन त हामी यत्रो स्विमिङ पुल भर्खर त बन्दैछ माछा मार्ने
यहाँ त उस भयो भने त माछा नै आउने माछा यही त हो के कुदेर हजुर कतैबाट निस्केको हैन यही हो कहाँनिर यही उता कुनामा कुनातिर पानी त्यहाँ कतिखेर पानी त्यतिखेर भइरहेछ उ जाम भाग आउँछ अब भाग्छु म त डोजर फर्क्यो हामी फर्केको होइन कोला खान्छ त कफी आमाले मार्नु फेरि मन्दिर जाने अब कहाँ हिमालमा हामी हिमाल चढ्दै भ्याउनु दाइले भिडियो बनाउँदै हेर्नु जाने अनि हामी हरायो बबाला हात न हाम्रो गाउँको सिन टक्क हामी यहाँ झुलामा झुल्दै बस्दै यता कुखुरा चलाउन आएको तिमी कुखुरा चलाउन आएको कुखुरा चलाउन आएको कता गयो एउटा बाँदर मान्छे ए माथि चढेको रहेछ झुला झुलेको त देखेन त बसेर खेला बसेर तल अहिले लोड्छ अहिले फेरि भला गरेर मम्मीले गाली गर्ला बढी फोकस गर्ने इन्कम सिन्कम आउने त्यो बनाएको अहिलेसम्म भएन ओ काट्छ त्यो सिसा खै को जडिहाल्यो त्यो बनाउँदा के गर्नु पर्यो 1000 सब्सक्राइबर 1000 चाहिँ पुग्नु पर्छ तर कति हो भन्दा 600 400 त लाग्यो 650 भयो 400 अहिले लङ भिडियो हालेर फर्स्ट टाइम पुगाउनु पर्यो कि फर्स्ट टाइम पुगेन त्यसपछि आउँछ पैसा ग्रो गराउनु पर्छ नि त मोनिटाइज भएपछि त यहीँ गाउँछ पैसा अनि त्यसपछि कन्टेन्ट पनि खतरा हुन्छ उखालेर 4 दिन लाग्यो क्या हो उखालेर 4 दिन लाग्यो क्या हो गुडुङ गुडुङ गरे है पानी पर्ला जस्तो अब चाहिँ हामी फेरि अर्को यात्रातिर लागिसक्यौँ यता पुच्चा पुच्चीहरू ल अगाडि यता अगाडि हान्जी यिनीहरूले मलाई हानी मार्ने देखेको थिएन अब कति जान लाग्यो दिव्या मन्दिर गएर दर्शन गर्ने मिश्री खाने मिश्री खाएर आउने है अनि
कहिले बाख्रा चलाउन आएको कहिले म यहाँ बसेर म त बाघ बनेको बाघ बनेको अनि मराठी खाना तिमीहरूको अगाडिबाट भिडियो निकाल्छु म किन झन्टो उड्यो यार भिडियो निकाल्छु भनेको झन्टो उड्यो अगाडि अगाडि हान्छु आमा ल हाम्रो खतरा हरियो वन नेपालको धनगाउँ सबसे ठुलो घर त उतै हाम्रो मामा घर यसलाई पुरा पैसा दिनु जान्छ नि यता त्यो फेरि पुछ्रा हो त बजारमा माया गर्छ कि त्यो काम गर्छ बसेको यस्तो नानी एक पानी खाने कता खाने पानी दादा धारा छ त्यो बजारले माया गर्छ हामी त एकचोटि गएन नि म किन छैन त हामी कहाँको मन्दिर पुग्यो ल फेरि पनि हामी फेरि पनि हामी यहाँ सिद्धेश्वर महादेव मन्दिरमा प्रवेश गरिसकेका छौँ हाम्रो सानो सानो नानीहरूसँगै रमाइलो भएन थकायो मलाई त यार यस्तो तरिका ओ पर्छ थाना भान्जे पर्छ थाना पानी छैन रे ल पर्छ खाना कति राम्रो राम्रो आहा तिमीहरू के कसले अनि तिमी नाति उता आचारलाई टिम सरको नातिनी भनेको क्या आचारलाई हाम्रो सानो सानो नानीहरू यहाँ पछि थाना आइसकेको छ मन्दिरमा आएर ल ल मैले पनि प्रसाद पायो हामी सबैले बाटो खानुपर्छ यो होइन सबैले बाटो खाने हो ल प्रसाद ससाद खाएर अब हामी मन्दिरबाट तल प्रस्थान घरतिर काँडा छ काँडा छ यसमा हेर न कत्रो कत्रो काँडा खाऊ जम
तल हेरेर हिँड है एकैचोटि भुइँमा पुग्दा फेरि बाटोमा चलो चलो बुढाबुढीहरू ठ्याक्कै बाँदर जस्तै देखिया रातो बाँदर जस्तै अर्को झन् कालो बाँदर ठ्याक्कै डिट्टु मिलेको ओए वाल रमाइलो भइरहेन के रे अस्ति आइतबार आइतबारै त हुन् पुरै धानहरू रोप्यो हाम्रो गाउँमा अहिले खस्छ माथिबाट यहाँसम्म पुगिसक्यो आइसक्यो त अब गाली गर्छ चिन्ने छिटो आयो नछोड जाम लडिन्छ जाम हिँड गरिम भयो तिमीलाई इङ्ग्लिस आउँछ त्यही भएर सेकेन्ड भएको फसाउने हुन्न रे कहाँ तिमीहरू खाऊ ल खाऊ एउटा सबै त्यस्तै हो आजको मेरो गाइडहरू 3 जना गाइड छ मेरो ल अब दिबे तिमी जाऊ वेट धानबारीमा डुब्यो त चिलाउँछ अहिले तिमी जाऊ अम्मा जान्छ दिदा म घर अम्मा जान्छ ल ल म
सुनको छ क्या आजलाई यतिवटा लाइक ल भन भन सब्स्क्राइब एन्ड शेयर दुईजनै बसेर भन त ल त्यो माटो नफाल है रोग रोग भएन के भयो ल आजलाई यति नै लाइक सब्स्क्राइब एन्ड शेयर मेरो मेरो औला आएछ यार यति नै ल ल म 1 2 3 भन्छु 1 2 3 आजलाई यति नै लाइक सब्स्क्राइब एन्ड शेयर ल म एक्लै गर्छु आजलाई यति नै लाइक सब्स्क्राइब एन्ड शेयर